यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। मैले आज गुड कसरी बन्छ भन्ने विषयमा लिएर आएको छु। यहाँहरू हेर्न सक्नुहुन्छ, यो एउटा उखु हो। उखु भनेको गन्ना उखु भन्छ। अब यसलाई यो मेसिनमा मजाले चाहिँ उखुबाट रस निकालिन्छ, जुस निकालिन्छ। यो यहाँहरूलाई म देखाउन चाहन्छु। यो एउटा मेसिन हो, उखु पेल्ने मेसिन। यसले उखु पेलिरहेको छ। उखुबाट रस निस्किँदैछ, यो जुन जुस भन्छौँ हामी, जुस निस्किरहेको छ। यहाँ उखुबाट निस्केका छिल्काहरू चाहिँ एक साइडमा छन् भने रस एक साइडमा चाहिँ मजाले यसरी निकालिएको छ। यो एउटा कुवा जस्तै, पोखरी जस्तै बनाएको छ। यसमा चाहिँ जम्मा भएको छ। त्यो जम्मा भएको चिज चाहिँ जुन जुस हो, त्यो जुस एउटा पाइप मार्फत एउटा भनौँ न यो उमाल्ने भाँडोमा, सुरुमा जम्मा हुने भाँडोमा राखेको छ। त्यसपछि बिस्तारै अनि त्यसलाई फिल्टर गर्दै गर्दै मजाले चाहिँ दोस्रो तेस्रो भाँडो हुँदै यतापट्टि आगो बालेर माथिपट्टि यो जुसलाई जम्मा हुने ठाउँ बनाएको छ। अनि जहाँ चाहिँ उमाल्न सकिन्छ त्यसलाई सजिलैसँग त्यस्तो किसिमको बनाएको छ। मजाले उम्लिरहेको छ। पछाडिपट्टि यसरी मजाले चलाउनुपर्छ। यसमा हालिसकेपछि एउटा भाँडोमा जुसलाई मजाले पकाउनुपर्छ। पकाइसकेको जो बाक्लो बनेको चाहिँ चिज हो, त्यो यहाँ चाहिँ गुड यहाँ लवण निर्माण भइसकेको छ। यहाँ यसरी मजाले एउटा भाँडोमा राखेर शीतल यसलाई चाहिँ चिसो बनाउनुपर्छ। तातो हुन्छ, तातो भएको गुडलाई चाहिँ चिसो बनाउनुपर्छ। चिसो बनाइसकेपछि यो गुडलाई एउटा कट्टामा राखेर मजाले चाहिँ अलिकति यसलाई भेली बनाउने ठाउँमा लिनुपर्छ। म एकैछिनपछि त्यो देखाउँछु। तर यहाँ चाहिँ यो दाउराले चाहिँ कसरी बाल्दा रहेछन् भन्ने कुरा देखाउँदैछु। यहाँ हेर्नुहोस्, यो उखुबाटै निस्केको यो छिल्काहरू हुन्। उखु पेलिसकेपछि निस्केको जुन त्यो बोक्रा हो, त्यो रहेको चिजलाई चाहिँ यहाँ मजाले आगो बालेर अनि त्यसै आगोबाट चाहिँ उमाल्ने काम गरिन्छ। यहाँ दाउराको आवश्यकता खासै परेको देखिन्न। यहाँ दाउरा नभए पनि हुँदो रहेछ। यो छिल्काहरूलाई पोलेर नै बन्दो रहेछ। त्यसै गरी त्यो निर्माण भइसकेपछि यहाँ कट्टामा भित्र ल्याइयो। यसरी मजाले चाहिँ एउटा कट्टामा राखेको चाहिँ मजाले एउटा प्लास्टिकमा एउटा भाँडो छ। भाँडोमा चाहिँ प्लास्टिकसँगै राखेर एउटा काँटामा राखेर तौलिसकेपछि मजाले यसरी उसमा राखेर अलिअलि तातो हुन्छ। यो तातो भयो हुनाले यसलाई चिसो बनाउनु पर्ने हुन्छ। चिसो पनि बन्दैछ अनि गुडका भेलीहरू पनि बन्दैछन्। साना साना कति किलो राख्ने, 1 किलो, आधा किलो अथवा यसलाई 600 ग्राम, 700 ग्राम, 800 ग्राम भनेर चाहिँ यसरी तौल्नुपर्छ। यो तराजु हो। यो तराजु पनि सरसफाइ गरेर राख्नुपर्छ। यसमा तौल्नुपर्छ अनि कति किलो राख्ने, कति किलोका बनाउने, कत्रो चाहिँ आधा किलो बनाउने कि कति बनाउने, अथवा 500, 600, 700 ग्राम कति बनाउने, त्यो यसमा चाहिँ गर्नुपर्छ। यसरी चाहिँ बनाइसकेपछि यो चिसो भइसकेपछि यसलाई मजाले एक ठाउँमा चाहिँ जम्मा गर्नुपर्छ। यहाँ पछाडिपट्टि यहाँ दाजु हाम्रा यहीँ चाहिँ जम्मा गर्दैछन् यो गुडका भेलीहरू। जुन फिजेका एउटा भनौँ न सुकाएका जुन गुडका भेलीहरू छन्, यी नापतोल गरेर चाहिँ राखेका चाहिँ गुडका भेलीहरू हुन्। यिनीहरूलाई पनि एक साइडमा दाजु राख्दै हुनुहुन्छ अनि यसरी तौल्दै हुनुहुन्छ। दाजुले पनि मजाले यो तौलेर अनि कति राख्ने, के राख्ने अथवा कति वेट राख्ने यसको चाहिँ भेलीको भनेर चाहिँ यहाँ चाहिँ देखाउँदै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ। अब यसरी हाम्रो गुड तयार हुँदैछ। अब लगभग एक बान भनौँ गुड उमालेको गुड अथवा जुसबाट जुन हाम्रो प्रक्रिया गुड बनाउने प्रक्रिया थियो, त्यो एकचोटिको बान सकिया छ। सकिसकेपछि अब दोस्रो लट सुरु हुन्छ। यसपछि अब यो जो निर्माण भएको भनौँ न गुड बनिसकेको गुडलाई यसरी चाहिँ एउटा प्लास्टिकमा राखेर मजाले प्याकिङ गरिन्छ र प्याकिङ भएको गुड चाहिँ यसरी भेलीका भेली कट्टामा हालेर एक कट्टामा 20वटा गुड राखेर यो प्याकिङ गरेर चाहिँ निर्माण हुन्छ। धन्यवाद।